मेरो विशेष गरी सुरु गर्दाखेरि मेरो नाम मोहन भण्डारी। म नेपालमा मुसिकोट नगरपालिका 5 इन्द्रगुडाबाट जन्मघर मेरो त्यहाँ हो र कर्मघर हुँदै हामी बेलायतको स्कटल्यान्ड ग्लासको अवस्थित पशुपति मन्दिरको तर्फबाट हामी धार्मिक रूपलाई आस्थालाई अगाडि बढाउनको लागि देखाउनको लागि हामी यो प्रस्तुति गेटअपमा आएका छौँ र हाम्रा बच्चाहरू हामी 8-10 वर्ष 20 वर्ष पहिलाबाट केही विदेशमा जागिरको लागि केही आवश्यकको लागि हामी यहाँ आएका थियौँ भने हाम्रो परिवार यहाँ बढ्दै जाँदाखेरि हाम्रा छोराछोरी यहीँ जन्मने हुर्कने हुँदै जाँदाखेरि हाम्रो भाषा के हो, कल्चर के हो, धर्म भनेको के हो, यी कुराहरू अलिकति पछि परेको हो कि जस्तो लागेको र आउने सन्ततिलाई पनि केही सिकाउनुपर्छ। धर्म कर्म भनेको यस्तो हो र हाम्रो पुर्खाले हाम्रो हिन्दू धर्ममा यो हुन्छ भनेर हाम्रा नानी बाबुहरूले सिक्न सक्छन्। यो गेटअप देख्दाखेरि के हो र मम्मी भन्दाखेरि गड शिव हुनुहुन्छ भनेर भन्नुभयो भने आज इन्टरनेटको जमानामा घर गएर गड शिव भनेर सर्च गरेपछि गड शिवले गर्ने एक्टिभिटीहरू सबै विस्तृत रूपमा पढ्न जान्न सक्छन्, बच्चाहरूले सिक्छन्, नयाँ पिँढीले धर्मप्रति आबद्ध हुन्छन् भन्ने तरिकाले पनि यो हाम्रो महोत्सवमा यसरी सामेल भएका छौँ। र विशेष धन्यवाद यो हाम्रो एमबिसी लगायत हाम्रो एनआरएन स्कटल्यान्डको संयुक्तमा बनेको यो कार्यक्रममा समस्त यति धेरै जनसङ्ख्या आफ्ना सखुसीले हर संस्थाबाट पाल्नु भएर सहयोग गर्नुभएको छ। यसमा अति आभारी छु र आगामी दिनमा पनि यस्तै कार्यक्रम हुनेछन् र केही न केही समाजलाई पोजिटिभ सन्देशहरू दिनेछ, आउने सन्ततिले केही सिक्नेछन् भन्ने आशा राख्दछु म। धन्यवाद।